मिस कलको रिप्लाई आएन। मिस कलको रिप्लाई चाहिँ तपाईँको गइरहेछ। आज हिजो हिजो 100वटा जस्तो मिस कलको रिप्लाई गरेर फोन रेकर्ड भएको छ उहाँहरूको ऱ्याप वर्ड्सहरू। आज पनि कल जाँदैछ होला। धेरैवटा मिस कल भएको भएर चाहिँ सबैलाई अहिले गर्न भ्याएको छैन। 2-3 दिन टाइम लाग्ला, सबैको पालो आउँदैछ है। दाइ व्हाट इज द मिनिङ अफ ऱ्याप इन योर भ्यू? ऱ्याप भनेको चाहिँ खासमा पहिला सुरु त्यो नाम चाहिँ ऱ्याप भनेको ऱ्यापिडबाट आएको है। चाँडो कुनै चिज चाँडो गर्नुलाई चाहिँ ऱ्याप भन्थ्यो पहिला होइन। मेरो विचारमा चाहिँ ऱ्याप भनेको चाहिँ तपाईँको मनको भावना पोख्ने ठाउँ हो होइन। कविता जस्तै हो। कविता चाहिँ अब तपाईँको बिटमा हुँदैन, ऱ्याप भनेको बिटमा हुन्छ। कविताको लेख्ने टेक्निक फरक हुन्छ, ऱ्यापमा फरक टेक्निकहरू हुन्छन् होइन। ऱ्यापको लागि टेक्निक बुझ्नलाई तपाईँहरूले गुगलमा अथवा युट्युबमा सिक्न पनि सक्नुहुन्छ। त्यसमा धेरैवटा कुराहरू हुन्छ। हिपहप, ऱ्याप र हिपहप पनि फेरि दुईवटा चिज हो। हिपहप भनेको अब हिपहप कल्चरलाई नै फलो गरेर ऱ्याप गीत बनाउनलाई चाहिँ हिपहप हुन्छ होइन।